मनको कथामा यहाँहरूलाई स्वागत छ। सबैको आफ्नै कथाहरू हुन्छ, कसैको खुसियालीका त कसैको दुःखका। आज म हजुरहरूलाई आफ्नै कथा सुनाउँदैछु। हो, आफ्नै कथा, एस ही पास। कोभिडको समय थियो। लगभग 2 वर्ष जति कोरोना भाइरसले कति आतंक फैलाएको थियो त्यो त हजुरहरूलाई पनि थाहा नै छ। हो, त्यही कोरोनामा 2 वर्षसम्म रोकिएको एसईको परीक्षा मेरो पालामा भने हुने भएको थियो। खासै परीक्षाको लागि तयारी भने राम्रो हुन सकेको थिएन, किनकि लगभग 6 महिना जति त विद्यालय खुल्ला नै थिएन। अनि गाउँमा बस्ने म, अनलाइन क्लास हुने त कुरै भएन। अन्तिमको 4-5 महिना भने विद्यालय राम्रोसँग चलेको थियो। हो, त्यही समयमा मलाई एसईको लागि तयारी गर्नु थियो। रात दिन नभनी मेहनत पनि गरेँ। अनन्त परीक्षा पनि सम्पन्न भयो। तर मलाई थाहा थियो कि मेरो परीक्षा मैले सोचेको जस्तो गर्न सकेको थिएन, किनकि परीक्षामा प्रश्नहरू निकै नौला थिए। मानौ 10 कक्षाको विद्यार्थीलाई 12 कक्षाको प्रश्न दिएर लागर यो प्रश्न भनेको जस्तो। खैर, जे जस्तो भयो भने परीक्षा त सम्पन्न भइसकेको थियो। अब रिजल्ट आउन 2-3 महिना कुर्नुपर्ने थियो। सायद परीक्षा दिएको 2-3 हप्तामै रिजल्ट आउने भए कति आनन्द हुन्थ्यो होला है। तर के गर्नु, सोचेको जस्तो कहाँ सजिलो हुन्छ र। मेरो घर गोर्खा भएकोले मैले काठमाडौँ आउने निर्णय गरेँ। दिदी भिनाजुकोमा सँगै बसेर कम्प्युटर पनि सिक्नुहुन्छ भनेर काठमाडौँ जाने निर्णय गरेँ। म गाउँमा बस्ने एउटा गाउँले केटो। काठमाडौँको परिवेशको बारेमा केही थाहा थिएन। तर 1-2 चोटि 2-4 दिनलाई भने घुम्न आएको थिएँ। अबको बाँकी पढाइ भने काठमाडौँमा नै हुने थियो। यो कुरा मलाई अगाडि नै थाहा थियो। अहिलेसम्म त गाउँमा मम्मी बाबासँगै बसेर हुर्केको म, त्यो गाउँको हरियाली जसले एउटा छुट्टै संसारको आभास गराउँथ्यो। अनि ती साथीहरू जोसँग बच्चैदेखि साथमा थिए, सँगै खाने, सँगै खेल्ने अनि सँगै रमाउने, ती साथीहरू सबै छोड्नुपर्ने थियो। आमाको त्यो मिठो खाना जति खाए पनि खाउँ जस्तो लाग्ने, पेट नै नभरिने, अनि केही नराम्रो काम गर्दा फेरि सम्झाउने त्यो आवाजबाट टाढा जाँदै थिए। केही रूपमा खुसी पनि थिएँ। अब काठमाडौँ जान पाइने भयो भनेर खुसी हुनु त स्वाभाविक नै थियो। तर दुखी यतिसम्म थिएँ कि मलाई घर छाड्नै मन थिएन। ती साथीहरूसँग माछा मार्न गएका दिनहरू, लुकीमारी खेल्दै रमाएका दिनहरू सबै झलझली आँखामा आउँदै थियो। तर कहिलेकाहीँ सबै यादहरूलाई मारेर टाढा जानु पनि जरुरी हुन्छ। मलाई मेरो पढाइलाई पनि निरन्तरता जोड दिनु थियो। सबै यादहरूलाई मुटुभरि सम्हालेर म काठमाडौँ लागेँ। जति घरबाट टाढा टाढा जाँदै थिएँ त्यति नै मुटु चिसो अनि भारी हुँदै थियो। कसैले यति ठुलो आइसको ढिक्का मेरो छातीमाथि राखिदिएको जस्तो। लगभग 4-5 घन्टाको लामो यात्रापछि म काठमाडौँ प्रवेश गरेँ। थाङकोटको त्यो चेकपोस्ट, जहाँबाट प्रवेश गरिसकेपछि काठमाडौँ सुरु हुन्छ। जब चेकपोस्टबाट काठमाडौँ प्रवेश गरेँ, त्यो सुरुको अनुभव मलाई अहिले पनि याद छ। ठुला ठुला घरहरू, गाडी नै गाडी, मान्छेको भिड, पुरै छुट्टै संसारमा आएको जस्तो। हो, अब यहाँबाट सुरु हुन्छ मेरो काठमाडौँको बसाइ। के
मेरो काठमाडौँको बसाइ मैले सोचेको जस्तो सजिलो थियो होला त? यही जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। टु बी कन्टिन्यू।